होइन हामी मात्रै यस्तो हो कि तपाईँहरू पनि यस्तो हो? हाम्रो चाहिँ केटाहरूसँग भेट भयो भने चाहिँ बाहिर खाजा खानु जाऊँ भनेर भन्छन्। अनि होइन भयो नजाऊँ भनेर भन्यो भने पनि केटाहरू फेरि मैले यति जाऊ भनेको नि नमान्ने भनेर फेरि कोही केटाहरू रिसाइहाल्छन्। किनकि खाजाको पैसा तिर्ने मान्छे त चाहियो नि त। अनि मैले केटाहरूको क्याप लगाएर के एकछिन यसो सो गरेको केटाहरूको कपाल ठुट्टे भएर फेरि लाजाले। अनि एकछिनपछि हाम्रो खाजा पनि आइहाल्यो। अनि त्यसपछि खाजा साजा खाएर फेरि हामी लाग्यौँ घरतिर। अनि फेरि केटाहरू बाटोमा बाटो रिजर्भ हुने गरी चलेर बच्चाको जस्तो हरकत गरेर बाफ रे बाफ। अनि तपाईँहरू पनि कतिजना त हाम्रै उमेरको सर्कलको त यस्तै हरकत गर्नुहुन्छ होला अरे क्या मजा। अनि त्यसपछि सबैजना आफ्नो आफ्नो घरतिर लाग्यो। अनि हामी चाहिँ फेरि एकजना साथीको घरमा गएको। साथी फेरि कम्तीको संस्कारी छन्, हेरेर काम गरेको। अनि कोहीलाई चाहिँ परी कोहीलाई चाहिँ मरी भन्छ नि, सेम त्यस्तै भएको थियो। म चाहिँ त भने चस्मा लाएर हिरो बन्दै थिएँ। अनि के गर्नु, चिया लभर परेपछि त दिउँसै भने चिया त छोड्ने कुरा भएन। अनि त्यसपछि हामी लाग्यौँ हाम्रो घरतिर, किनकि साँझ पनि पर्न लागिसकेको थियो। त्यही भएर हामी चाहिँ घरतिर लाग्यौँ। अनि त्यसपछि हामी घरमा आइपुग्नु बित्तिकै हाम्रो घरमा भने चाहिँ आज फेरि लोकल कुखुरा काटेको थियो। त्यही भएर केटाहरू चाहिँ कुखुरा काट्नेतिर लाग्यो। अनि त्यसपछि त्यसलाई काटेर भुटेर भ्याइसकेपछि चाहिँ हाम्रो लागि भने चाहिँ छुट्टै भुटन पनि थियो। अनि त्यो भुटन खाँदै फेरि केटाहरूसँग चाहिँ हामी कार्ड खेल्नेतिर लाग्यौँ, त्यही पनि फ्रीको। अनि त्यसपछि हामीले खानासाना खाएर सुत्नेतिर लाग्यौँ। अनि आजको लागि यति नै हुन्छ, टाटा।